चाहिँ हामी कुलतमा नगर स्तरीय वार्ड स्तरीय क्रिकेट प्रतियोगिता खेल्न मलाई देखान अनुहारले वार्ड स्तरीय क्रिकेट प्रतियोगिता खेल्न स्टार्टिङ ओभल क्रिकेट ग्राउन्ड जाँदैछौँ। म्याच बिहानमा परेको छ तिलतमा वार्ड नम्बर 3सम्म। आज हेरौँ कस्तो हुन्छ। भिडियो बनाए बोल्नु के बल लिएर आमा त लाल लाग्छ है। आज चाहिँ हाम्रो वार्ड नम्बर 3 म्याच छ, तर वार्ड नम्बर 3ले त हामीलाई सेमी फाइनल हराएको नि त कहिले 78 मा होइन। वार्ड नम्बर 3ले हो हराएको, टेनिसमा ज्योतिनगर हराएको। हामी चाहिँ अहिले यो नयाँ मिलायौँ, यहाँबाट तिलतमा एकाडेमी जाने, त्यसपछि स्टार्टेड ओभल क्रिकेट ग्राउन्डमा जान्छौँ। यो चाहिँ मैले नयाँ मिल्छ, तर भलक बनाउनेले कसरी बनाउँछ भनेर हाम्रो त लाल लाग्छ। लाग्दैन बोल्न, हेर्दा मजा आउँछ कि पछि मलाई बठाउने तर हात चाहिँ गएन है छिडाएर। उहाँ गएर ब्याट छोड्नै नभएको अरे कि आगोवाला लगाइदिएर गर्छ जस्तो। वाट नाइस यार भ्यू यार। फर्स्ट एक्सपिरियन्स होला होइन हाम्रो आज। एक्सिडेन्टमा छ त्यति राउन्ड स्ट्यान्डर्ड ग्राउन्डमा फर्स्ट हो कि म देवदत्त खेलेको, देवदत्त त्यति स्ट्यान्डर्ड खेल्यो, देवदत्त खेल्यो, भैरव पनि त खेलेको टाइममा त बल्ल ओन भएको थियो है, काट्ने रहेछ। ठिक छ भयो क्या। अब हामी यो तिलतमा एकाडेमी अहिलेको भयो क्या, छोटा छोटा गराउने हो क्या, मजा आउँछ। हामी तिलतमा एकाडेमी तिलतमा मडिग्राममा छ। कुन पत्रै यो बस व्यवस्था छ क्या? यहाँ हाम्रो लाने यहाँ बस आएको छ, यो स्ट्यान्डर्ड बस, भिआइपी बस। हाम्रो टिम यस वेलकम। भलक हो भलक भलक आइ गरौ आइ आइ अब हामी चाहिँ स्टार्टेड ओभल ग्राउन्डमा हामी प्रस्थान गर्दैछौँ। त्यतिकै यहाँ छ त हामी। अब आज चाहिँ हाम्रो तिलतमा मेयर कपको फर्स्ट म्याच वार्ड नम्बर 3 सित। हल्का चिसो छ आज मौसमले, हल्का लास्टै चिसो छ आज मौसम। अब टस जित्नेले के गर्छ पहिला भन्ने कुरो। यो हात चाहिँ जान्छ नि त, यो ब्याटै छोप्न नभएको रे कि दाइले अझै सोलो चलाउँछ भन्ने आश छ। फास्टमा चलाउनु नि त जाडो हुन्छ केटा कता गयो। तिनीहरूलाई भेटौँ भन्छ क्या, तिनीहरूलाई भेटौँ। स्टार्टिङ जाने बाटोको भलक बना यो, अनि उहाँ गएर चाहिँ गेमको भिडियो बनाउने हो क्या। हामी चाहिँ अहिले मडिग्राम यो चोकबाट भित्र पूर्वतिर प्रस्थान गर्दैछौँ। मडिग्राम 4 नम्बर हुँदै नि हो। केटाहरू सबै म्याचका थिए, सायद वार्ड नम्बर 3 का होला न त तिमी। कस्ता भिडियो भप्पाला भ्यू चाहिँ भप्पाला खाएको आज। हेरौँ हाम्रा इन्टरनेसनल प्लेयर देख्न आउँछन् कि नै, आउँदैन होला कि नै। हाम्रा यहाँ छन् यिनीहरू 3 जना छन्, यिनी हाम्रै टिमका मेन प्लेयर हुन्। अगाडिको चाहिँ गड्डा हुन् कि त्यो बाइक चलाएको टेलेन्डर, बिचको चाहिँ राम्रो ठिकठाक खेल्छन्। मेन ब्याट्सम्यान चाहिँ म बोलिरहेको भएछु, तिमी त साला टेलेन्डर हो। त्यो साला नम्बर यो चाहिँ मडिग्राम 4 नम्बर आइयो। यहाँबाट अझै सिधै जानुपर्छ होइन।
मरिगाराम 4 नम्बर आइदियो मरिगाम 4 नम्बर भन्छ क्या त यही हो यहाँबाट पनि अझै हामी पूर्वतिर जाँदैछौँ अझै अगाडि जानुपर्छ अझै अगाडि हजुरलाई मैले देखाउने छु बाटो बाटो ट्रिटमेन्ट गराउनु जाने बाटो देखाउँदैछु यिनीहरू हाम्रो टिमका हुन् ए यो हामी तिरताम 8 मरिगाराम 4 नम्बर भन्छ होला त्यो त 8 है छ नि यार 4 नम्बर भन्छु भने 4 भन्थ्यो त हाम्रो हो कि 4 जान 4 हाम्रो कहाँबाट 4 नम्बर रहेछ भन्दै थिएँ सुरुमा के चोरे छ क्या भनेपछि चोरे छ त त्यस्तै तर त्यस्तै फिल आउँछ कि जस्तै हाम्रो तिरतामा 4 भन्छ 4 नम्बर कहाँ होला भन्दा 10 नम्बर छ नि त तल चाहिँ हाम्रो तल 10 नम्बर यहाँ हो 6 भन्छ फेरि नाम पो रहेछ 10 नम्बर 4 नम्बर अहिले चाहिँ हामी यो जाकेट टिचोक बाटो पनि अझै पूर्वतिर अहिले अगाडि जानुपर्छ जाँदैछौँ पूर्वतिर जाँदैछौँ टाढा छ बाटो धेरै टाढा छ यो मरिगाम चोकबाटै भित्र धेरै टाढा छ जान्छ मङ्गलापुरबाट पनि गइन्छ जानलाई गइन्छ सखुवानीबाट पनि गइन्छ तर हामी चाहिँ यता मरिगामको साइडबाट आएको भएर बाटो पनि राम्रो छ डाँडाबाट चाहिँ सिधा पर्छ बाटो त्यही हो यताबाट अलिकति घुम्न पर्छ अप्पर डाँडा पनि तपाईँको होइन पर्दैन गाउँले जति भिडियो हेर्नु रोटी त किन व्याख्या त उता हुन्छ किन व्याख्या दामी उता हेर क्या अगाडि खालो बेला यसलाई फोन गर्छु अनि एक्सपोज गरौँ हात गए आज मौसम साथ दिएको छैन राम्रो यहाँ चोक छ एउटा यहाँबाट यता लेफ्ट लाग्यो भने चाहिँ सिपुरतिरको उतातिर गइन्छ उता हाइवे पूर्व जाने हाइवे निस्किन्छ यहाँबाट चाहिँ राइट लाग्नुपर्छ यहाँबाट चाहिँ हामी यो चोकबाट चाहिँ राइट लाग्दैछ राइट लाग्नुपर्छ यहाँबाट पनि अलिक तलै हो सिपुर चोक आउला सिपुर चोकबाट सिपुर चोक हुँदै निस्किन्छ हो छोड्दैन व्यापार व्यवसाय यो चाहिँ सिपुर चोक मेन सिपुर त केही हो सिपुर चोक हो यो चाहिँ तिलोत्तमा सिपुर भन्छ तिलोत्तमा 8 है यो पनि हामी सिपुर चोकमा सिपुर चोक धेरै टाढा छ यो एक्सटेन्डेड ओभर गरेर हाम्रो फर्स्ट एक्सपिरियन्स हुन्छ त्यहाँ आज ग्राउन्ड हेर्नु त गएको हो तर मैदानमा चाहिँ फर्स्ट एक्सपिरियन्स लास्ट टाइम नै हुन्छ लास्ट टाइम होइन क्या भनेको यसपछि कहाँ गइन्छ हेर्नु गइयो नाइ गेम त जितिन्छ आज त सेमी फाइनलसम्म त गइन्छ क्या हामी गइन्छ म छु गइन्छ मिटकी किरण हेर्छु क्या नेपाली टिम चाहिँ अहिले श्रीलङ्का प्रस्थान हुँदैछ भइसक्यो अब आगामी आउँदो यो आज छ श्रीलङ्का T20 विश्व कपको लागि चाहिँ श्रीलङ्का एसँग चाहिँ प्र्याक्टिस गर्दैछ अनि त्यसपछि चाहिँ मुम्बईको टिमसँग चाहिँ मुम्बईमा गएर प्र्याक्टिस गर्दैछ नेपाली टिमको सबै म्याच चाहिँ मुम्बईको वानखेडी स्टेडियममा छ आशा छ धेरै राम्रो गरिरहेको छ नेपाली टिमले अझै गर्दैछ जस्तो ब्याट्सम्यान छुटे क्या जस्तो प्लेयर छुटेन त नेपाली टिममा जस्तो प्लेयर अब देशले गुमाएको छ विभिन्न कारणले गर्दा तँलाई गुमाएर त पछि त छैन तर मलाई गुमाएर चाहिँ पछि त छ भयो यार यति चिसो नै भयो यो मन गरेँ अहिले उता गर्नु त्यहाँबाट हामी रामनगर चोकबाट राइट लागेको छ भयो यता आइसक्यो बल्ल देखाइ पछाडि देखाइदिनु
जाने हो म चाहिँ मेन ब्याट्सम्यान हाम्रो टिमको विकास खत्री यही चाहिँ हाम्रो मेन बलर एमसी सुजन बाटो चाहिँ लास्ट छ तर यही क्यामेरा त म राम्रो राख्छु यार राम्रै त छ बाटो हेर्न सक्नुहुन्छ कति घन्टा खाने बाटोमा यो स्कुल छ स्कुलबाट भित्र बाटो खिच्कै बाटो जिन्दगीमा फर्स्ट टाइम भलक बनाइयो छ हल्का जस्तो गर्नु यस्तो गर्नु हल्का कस्तो कला लाग्यो उता हेर कि यार ढालौला त यार लप पनि परेन यार धेरै गर्न छ यहाँ लप परेन अझै के गर्नु यस्तो बिहे बारी छोरी पाउनु छ हजुरले पो बिहा गर्न यार हेरै युट्युबमा आउँछ अन्त दिदीलाई पठाइदिन्छु यो कट गरेर हालिदिएर क्या टिकटक ए भरे कान्छी बजार माथि कान्छी बजारै हो कि स्टार्टेड चाहिँ हाम्रो कान्छी बजारतिरै छ त्यस्तो लाग्छ कान्छी बजार भनेको यहाँको अलिक सस्तो फेमस बजार भनेर चिनिन्छ हाम्रा मम्मी दिदीहरू वरिपरिका छिमेकी आन्टीहरू चाहिँ चिनी किन्न कान्छी बजार आउँछ कहाँ गएर खै यिनीहरू अगाडिका मुद्दाहरूले कहाँ लाँदैन हामीलाई हिँडालेको छन् तर हामीलाई चाहिँ त्यो भिआइपी बस के नेपाली टिम हिँड्छ नि त्यस्तो बसमा भएको भए यो जाडोमा बस छिर्दैन क्या छिर्दैन बस त्यो बस छिर्दैन उताबाट चाहिँ छिर्छ होला नि त पथनाबाट अनि तिनी नेपाली प्लेयरले प्र्याक्टिस गर्दा कुन बस हिँड्दै बसमा गएको कहिले काहीँ अड्किन्छ क्या मोड्दाखेरि छैन नि त बाटो राम्रो नेपाली टिमले पनि त त्यहाँ प्र्याक्टिस गर्यो अनि क्यान के अरे हाम्रो लुम्बिनी लायन्सले जुन चाहिँ अहिले एफपिएल लेजेन्ड कप भएको थियो अनि लेजेन्ड कप नेपालको अनि लेजेन्ड प्लेयरहरूको कप पनि भयो विनोद के नाम बनाएको विनोद कुमार हो विनोद कुमार उहाँ चाहिँ गुल्मीको बासिन्दा अहिले चाहिँ हाल अस्ट्रेलिया उहाँले क्रिकेटप्रति देखाएको मायामा चाहिँ हामी के भन्छ त्यसलाई आभार व्यक्त गर्छौँ यहाँबाट फेरि राइट लाग्ने यहाँबाट राइट लाग्ने मेरो हात सुन्नेर अब त्यहाँ ब्याट छोप्न हुन्न एकटा खेल्न हुन्न बाहना हुने भयो उहाँ चाहिँ बोर्डिङ वाकमा हिँडिराख्नु भएको छ यहाँनिर युवाहरू जेन्जी पुस्ताहरू तिलतमा 12 रहेछ यो ठाउँ तिलतमा 12 हुँदै जान्छ जुन चाहिँ कान्छी बजार अब आउँदैछ धेरै छैन 2-3 किलोमिटर छ अब ल आइसक्यो अब आइसक्यो एउटा हामी यो चोक चाहिँ के चोक 9 नम्बर चोक है त तिलतमा 12 को यहाँबाट कतै नलाइकन सिधै जाने स्कुलको साइड यता स्कुल देखाएर साइड हुँदै जाने भन्छ आफूले भनेपछि भन्दैन मैले किन भन्नु पर्दैन त्यहाँ भनेको अब आइयो हेर्नुहोस् आज हाम्रो चाहिँ फर्स्ट म्याच मौसमले कति धेरै हामीलाई साथ दिएको छैन के भयो यो ल्याङ्ग्वेज मिलेन नि अलि यहाँबाट चाहिँ हाम्रो यो सानो छोटा पुलबाट हामी राइड लगाएको छौँ मौसमले चाहिँ हेर्नु त यस्तो कुहिरो अब हाम्रो फर्स्ट म्याच 1 नम्बर टिमसँग के हुन्छ हेरौँ डिले हुन्छ म्याच रिपोर्टिङ चाहिँ 8 बज्यो अहिले चाहिँ 8:30 हुँदैछ बल्ल हामी प्रस्थान गर्दैछौँ ग्राउन्डतर्फ हाम्रो म्याचको चाहिँ कमेन्टेटर चाहिँ इन्डियाका चर्चित आकाश चोप्रा आउँदै हुनुहुन्छ यो त अलि भयो क्या भयो यो त कान्छी बजार आइयो कान्छी बजारबाट यताउता कतै दायाँ बायाँ नलागिकन स्टेट जानुपर्छ
यो चाहिँ गराउन तर्फ नजिकै छौँ गराउनबाट धेरै आइसक्यो अब धेरै टाढा छैन गिराउन आइसक्यो तर गराउन चाहिँ देखिन्न यो धुसो के भन्छ यसलाई कुहिरोले चाहिँ स्कुल छ यो स्कुलको साइडबाट जाने हो के स्कुल दायाँ बायाँ जानै पर्दैन यो सिधै जनहित सेकेन्डरी स्कुल कान्छी बजार रहेछ कान्छी बजारबाट सिधै लाग्ने कतै नलगिकन हजुर कान्छी बजार आएर जताबाट आयो नि कान्छी बजार आएर यता सिधा लागेपछि गइन्छ बल्ल घाम देखिनु भयो हाम्रा सूर्यदेव हेर्नु सूर्यदेव कुहिरोभित्र लुक्नु भएको छ अहिले अलिअलि देखिने भएको छ ए यहाँ चाहिँ म चाहिँ सबैलाई जाडो लागिरहेको छ ए रातको चिसो यस्तै पनि गरेको नवीन भाइलाई कति जाडो भयो त्यो बिचन नलागिरह हो नवीन भाइ के नवीन भाइ त बिचको भएको होला नवीन भाइ कान्छी बजार भ्याइएको छ यहाँबाट कान्छी बजार समाप्त ओइ अब यसरी सबै घर भएन म गर्नु होइन म गर्ने आइसक्यो त स्टार्ट यहाँ एउटा हेलमेटमा राख के त हेलमेट यहाँबाट पछाडि देखा न हो त्यहाँबाट यता सिक्यो अब हामी आइयो स्टार्टेको लग आइयो यहाँबाट चाहिँ लेफ्ट लाग्ने हो जम्मै राइट लाग्दै आइयो यहाँबाट चाहिँ मेन बाटो चाहिँ लेफ्ट लाग्ने हो होइन त्यही हो अब स्टार्टेक आइयो अब यही यो बाटो त्यहाँ आइसक्यो यहाँ कुहिरोले गर्दा केही देखिएन गरानको भ्यू या मजाको त्यो सन साइनिङ के अरे के भन्छ डिले भयो आज ढुक्क ढिलो भयो गिराउनै देखिएन अब हाम्रो गराउन यही वरिपरि छ है हजुरले हेर्न सक्नुहुन्छ हाम्रो गराउन देखेको गराउन यता छ गराउन यता छ खास चाहिँ हाम्रो यो हाम्रो राइट साइडतिर यही देखेको छैन हाम्रो यो चाहिँ उहाँ गएर आगो ताप्नुपर्छ 1 घन्टा अनि बल्ल हातका यो पसिना के अरे हिउँ भन्नु पर्यो गराउन चाहिँ आइयो है अगाडि होइन त्यही हो यताबाट त्यही हो क्या यहाँबाट जान मिल्छ गराउन चाहिँ ऊ त्यहाँ छ हेर्न सक्नुहुन्छ भने गराउन कति सन हेर्नु सन हाम्रा सन चाहिँ सूर्य देवता चाहिँ हाम्रो त अगाडि न अर्काको र छोडी नै सूर्य देवता चाहिँ बल्ल यहाँबाट चाहिँ राइट लाग्ने फेरि राइट लाग्ने अब हामी चाहिँ आइयो सब लेफ्ट हो यहाँबाट चाहिँ गराउनमा चाहिँ आइयो हामी यहाँबाट अझै भित्र यहाँबाट अब यो गराउन जाने मेन बाटो भन्दा यही हो अगाडिको बाटो चाहिँ यही हो यहाँ चाहिँ अलि हेलो भाइ हाई गरिदेऊ बाटोको विकास देखिन्छ यहाँ डिस्काउन्ट त सन्त हाने खाएर क्या मलाई यति भित्र चाहिँ हेर्नु त हाम्रो चाहिँ बाटो विकास गर्नुपर्ने देखिएछ अब हुन्छ नि त विकास बिस्तारै इन्टरनेसनल गेमहरू पनि भइरहन् यहाँबाट निकाल्दैन होला कि उताबाट हाइवे बनाउनु पऱ्यो एउटा होटल बनाउनु पऱ्यो लग्जरी हस्पिटल बनाउनु पऱ्यो ल त होटल त यहाँ बनाउनु टाइगर प्यालेस छ त न होटल त जति पनि छ फाइनल्ली चाहिँ हामी आइयो है राइट साइडमा नजिकै आइयो राइट लाग्ने हो फाइनल्ली यसो हाम्रो चिसोले हाम्रो मुखहरू पुरा यस्तो भइरहेको लाल हो क्या अरे कति रातो कति हेन्सी आएको म लाइटहरू कट गर्छु कट कल गराउनु चाहेको हामीलाई स्वागतको बोर्ड लगाइरहेको छ गाली गरेको यार ए ड्यू यसलाई ड्यू परिरहेको छ गराउनमा ल हामी चाहिँ ग्राउन्डतिर प्रस्थान गर्दै केटा यो च्यानलमा सब्सक्राइब गर है आगत बाजा चाप्ने हो कि भित्र जाऊँ न
एक्सटाटिक ओभल ग्राउन्ड जुन चाहिँ अहिले निर्माणको प्रक्रियामा छ। कसको हेर्नु दाइको त समान त्यस्तै हो तिलोत्तमा सत्त हाम्रो मेन ब्याट्सम्यान हाम्रो गड्डा क्यालेन्डर प्लेयर 8 बजे म्याच रिपोर्टिङ होइन र यो चाहिँ निर्माणको प्रोसेसमा छँदैछ। भित्र के छ होटल छ ए माथि चाहिँ एक्सटाटेक ओभल ग्राउन्ड हेर्न सक्नुहुन्छ है उता हेर्नु त त्यहीँ भइरहेको छ ग्राउन्ड हेर्न सक्नुहुन्छ यहाँ दुबो काटेर हुन्छ नि ड्रेसिङ रुममा जाने होला नि कहाँ ड्रेसिङ रुम ए एनसी दाइ आइ गर्नु गड्डा हाम्रो नाना फेरि शङ्करले फेरि यो मेरो थोपडाभरि काटेर अरू हाल्ला नि त्यहाँ अनुमति बिना प्रवेश ग्राउन्ड ओ हाम्रो गड्डा प्लेयरको प्रतीक आइ गरिदियो भलको के आउँछ मेरो इन्स्टाग्राम द प्रतीक C18 अनि फेरि अर्को रिलेटेबल प्रतीकलाई फलो केही भन्नु छ केही भन्नु छैन सब के भएर छ जर्सी वितरण कार्यक्रम भइरहेको प्रिडिक्सन गरेको